हामी रेडी होइन एकदम एकदम रेडी 100 मा 200 अब हाम्रो माग कसरी पुरा हुनु पर्यो परेन पुरा गर्नु पर्यो नि पुरा गर्नको लागि यत्रो दुःख गरिरहेको छ पुरा नरहेपछि त कहाँ हुन्छ छ सम्पूर्ण राइडरहरू माइती घर मण्डलभरि भरिसकेको छ जसरी हुन्छ आज राइडरको माग पुरा गर्ने भन्ने हाम्रो प्रतिबद्धता छ होइन सर के छ सर आज हाम्रो आज यो हाम्रो राइड सेयरिङ कम्पनीहरूको ज्यादती विरुद्धको हाम्रो कार्यक्रम हो र सरकारलाई पनि खबरदारी हो र आजको आन्दोलन भने चाहिँ हाम्रो शान्तिपूर्ण रूपमा चाहिँ र्याली अब निस्किँदैछ र यो सम्पूर्ण राइडरको हक अधिकारको लागि हो आफ्नै सम्पत्ति लगानी गरेर हामी बाटोमा भिख मागेर दौडिरहेको छौँ तपाईँको 3 किलोमिटर लिएर जाँदाखेरि 45 रुपियाँ भाडामा हामी दौडिरहेको छौँ कि छैनौँ बाध्यता छ किनभने हामीलाई त्यो ठाउँमा पुग्नु छ त्यो मान्छेलाई पनि लानु छ एटलिस्ट थोरै भए पनि पैसा बच्छ भनेर मात्रै हामीले गरेका छौँ यी कुराहरू हामी चाहिँ यति बेला चाहिँ माइती घर मण्डलामा राइडर प्रोसेसमा आइसकेको छ गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ सम्पूर्ण राइडरहरू चाहिँ आइसकेको छ अहिले यति बेला चाहिँ है तपाईँहरू देख्न सक्नुहुन्छ र यस्तो अब यो अहिले तेलको भाउ बढे लगत्तै राइडरहरूलाई एकदम मर्का परेको अवस्था देखिन्छ त्यही भएर सम्पूर्ण राइडरहरू एकजुट हुनुपर्ने अवस्था छ किनभने अब यस्तो सस्तोमा अब 30-40 रुपियाँमा मान्छे बोकेर तेल हाल्न पनि एकदम समस्या भइसकेको अवस्था छ नेपालमा हाम्रो चाहिँ यो अब र्यालीको लागि तयारी हुँदैछ यहाँनिर बाइक र्यालीको लागि सबजना साथीहरू रेडीमा छौँ हामी के छ साथी रेडी हो के छ हामी रेडी हो रेडी हो सर रेडी वी आर रेडी ल रेडी हैन एकदम रेडी छु रेडी हैन सर एकदम रेडी ल रेडी है रेडी सर हामी रेडी हैन एकदम एकदम रेडी 100 मा 200 अब हाम्रो माग कसरी पुरा हुनु पर्यो परेन पुरा गर्नु पर्यो नि पुरा गर्नको लागि यत्रो दुःख गरिरहेको छ पुरा नरहेपछि त कहाँ हुन्छ अब के निस्किन्ला हामी ल यति बेला हामी अब निस्किन लागिसकेको छौँ सब साथीहरू आइसकेको छ के छ साथी अनि आज भाडा बढ्नु पर्यो भाडा पर्नु पर्यो हैन हजुर त्यति भाडा मात्रै बढेर हुन्छ कि अरू पनि हामीलाई सेवा सुविधाहरू चाहियो सेवा सुविधा अब के भन्ने त यसमा अलिकति सरकारले ध्यान गर्छन् गर्नु पर्यो होइन ल ल हामी अब यो चार्ज चाहिँ छैन क्या हामी आफैले समातेर प्रहरीलाई बुझाउने जिम्मा हाम्रो है हाम्रो साथीले किन नहोस् है त्यसले गर्दा हामी आफै सचेत बनाऊ सबैजना नियम पालना गरौँ सबै नागरिक बनाऊ हामी आफू सबै नागरिक बन्यौँ भने को अरूलाई भन्न सक्छ त संशोधन अन्त्य गर उचित मूल्य निर्धारण गर उचित मूल्य निर्धारण गर राइडरको सम्मान गर्नै पर्छ राइडर एकता जिन्दाबाद 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 राइडर एकता जिन्दाबाद 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 दिम न दिम साथी हो दिम अलि मजाले दिँदा ल सर भएन अलि राइडरहरूलाई होल्डिङ टाइम र ड्रपिङ टाइमको व्यवस्थापन
दुर्घटनामा परेका राइडर र यात्रुवर्ग दुवैलाई बिमा आवश्यक उपचार या राहतका लागि तुरुन्त सरकारकै पक्षबाट पहल कदमी गराउने। ट्याक्सी व्यवसायी सङ्घ जस्तै बाइक राइडरहरूलाई पनि मूल्याङ्कन गरी उचित व्यवस्थापन गराउने। पठाओ इनड्राइभ याङ्गो या अन्य राइडर सेवा प्रवाह गर्ने कम्पनीले फेयर रेट कायम गर्ने। यो फेयर रेटको सम्बन्धमा यस्तो छ, यहाँ इन्क्रिज रेट पनि हुँदैन, डिक्रिज रेट पनि हुँदैन र बोनसका प्रलोभनहरूमा फसाउने काम पनि हुँदैन। यहाँ एकदम एउटा चाहिँ स्ट्यान्डर्ड रेट हुन्छ, फेयर रेट हुन्छ। हामीलाई बोनस चाहिँदैन, फेयर रेट हुनु पर्यो। मुद्दा नम्बर 7, राइडर श्रमिक वर्गहरूमाथि भएको शोषण, अन्याय, दमन र अन्य हेपाहटका अराजक गतिविधि न्यूनीकरण गरी सम्मान गर्ने। मुद्दा नम्बर 8, सरकार पक्षबाट राइडर गुनासो सेवा केन्द्रको स्थापना र कार्यान्वयन गर्ने। मुद्दा नम्बर 9, सम्पूर्ण राइडर सङ्घहरूलाई एकीकृत गरी एकै ठाउँमा मिलाएर राख्ने र त्यहीबाट सम्पूर्ण सेवाहरू प्रदान गर्ने, यो पनि सरकारको पक्षबाट। अरू केही कमी कमजोरीहरू के छ सर, आराम हुनुहुन्छ? आरामै छ। ल अलि बवाल गर्नुपर्छ है। ठिक छ। आफ्नै सम्पत्ति लगानी गरेर हामी बाटोमा भिख मागेर दौडिरहेको छौँ। तपाईँको 3 किलोमिटर लिएर जाँदाखेरि 45 रुपियाँ भाडामा हामी दौडिरहेका छौँ कि छैनौँ? बाध्यता छ, किनभने हामीलाई त्यो ठाउँमा पुग्नु छ, त्यो मान्छेलाई पनि लानु छ, एटलिस्ट थोरै भए पनि पैसा पर्छ भनेर मात्रै हामीले गरेका छौँ यी कुराहरू। तर यस्ता कुराहरूमा सरकारले कहिले ध्यान दिने हो? सरकारले यी कम्पनीहरू खारेज गरोस्, आफ्नो एउटा सिन्डिकेट लगाएर कम्पनी लगाओस्, सम्पूर्णलाई रोजगारी दियोस्। हामीले चाहेको एउटा रोजगारी सिर्जना मात्रै हो। हामीले गरुन्छौँ, भोलि हाम्रा पछिका पिँढीहरू पनि त छन् नि, उनीहरूलाई हामीले हेर्नु पर्दैन? उनीहरूको लागि अहिले हामीले नबोलेदेखि कहिले बोल्ने त हो? यस्ता विविध कारणहरूलाई सरकारले संयोजन गरोस्, हाम्रो समस्याको समाधान गरोस्। हामीलाई पनि ठाउँ अनुसारको पार्किङ 2टा 5वटा 8वटा कतिवटा सकिन्छ? बाइकलाई तपाईँको पार्किङको एउटा ट्याक्सी पार्किङ हुने ठाउँमा 4वटा बाइक पार्किङ हुन्छन् कि हुँदैन? ल भन्नु साथी हो तपाईँहरू आफै। एउटा ट्याक्सी राख्ने ठाउँमा 4वटा बाइक पार्किङ हुन्छन्। हामीलाई किन? हामीलाई 20वटा बाइक त हामी बस्दैनौँ नि त। अब हामी पिक एन्ड ड्रपमा हामी दौडिरहेको हुन्छौँ, पिक एन्ड ड्रप। जबकि हामीले एउटा कस्टमरलाई पिक गर्नलाई 3 मिनट समय दिएको हुन्छ कम्पनीहरूले। याद गर्नु होला, 3 मिनटसम्म समय दिएको हुन्छ कम्पनीहरूले। त्यो समय 3 मिनट हामी कुर्न पाउँदैनौँ। 3 मिनट कुर्दाखेरि ट्राफिकले के भन्छ? भाइ डकुमेन्ट निकाल्नुहोस् त। तपाईँहरूले भएका समस्याहरू नि डकुमेन्ट दियो सर्किएको लागि यहाँ रोक्न पाइँदैन। अब प्यासेन्जरलाई हामी कहाँ गएर चढाउने? सुन्दाराको प्यासेन्जर त न्यु रोडभित्र पार्किङमा गएर बोलाउने हामीले प्यासेन्जरलाई? प्यासेन्जर आउँछ? प्यासेन्जर आउँछ त आउँदैन नि? अनि तपाईँ हामी के गर्ने? सुन्दारा पुग्दाखेरि ट्राफिकले लखेटिदिन्छ, प्यासेन्जरले के गर्छ? ट्रिप क्यान्सल गर्छ। घुमेर जाँदाखेरि 500 मिटर जान्छ, 500 मिटरको फ्युलको खर्च कसले दिन्छ त? न हामीलाई गभर्मेन्टले दिन्छ, न प्राइभेट कम्पनीले दिन्छ। सो त दिनभरि कमाएको पैसा त्यही पिकअपको लागि मात्र खर्च गर्ने हामी। अब यस्ता ट्रिप क्यान्सलेसनका समस्या भए, ट्रिप क्यान्सलेसनमा तपाईँको याङ्गोमा मात्र हेर्नुहोस् 1.5 किलोमिटरभन्दा मास्तिरका ट्रिपहरू आउँछन्। पठाउमा 1 किलोमिटर 1200 मिटरसम्मका ट्रिपहरू आउँछन् हो। इनड्राइभको कुरो नगरौँ, इनड्राइभमा भाडा संयोजनको कुरो हुन्छ, दुवैतर्फी सहमतिमा कुरो हुन्छ। अब त्यसमा तपाईँ जानुहोस् न आफ्नो ठाउँ। तर हामी पिकअप लोकेसनमा पुगेपछि राइड क्यान्सल भयो भने त्यो गुडेको खर्च कसले दिने त हामीलाई? तेलको भाउ 187 रुपियाँ, जबकि 15 दिनमा 30 रुपियाँ बढ्यो, विश्व बजारबाट बढेको हो। यसो हामी केही गुनासो छैन। तर यो तेलको भाडा बढे अनुसारको भाडा संयोजन होस् न। हामीलाई भाडा संयोजन गऱ्यो भने तपाईँ हामी यहाँ माइती घरमा आएर बस्नुपर्ने स्थिति हुन्छ? हुँदैन नि त। किन आएर बस्ने? हामी काम गर्ने मान्छे हामी बस्न भ्याउँदैनौँ हो। यस्ता कारणहरू सरकारको ध्यान आकर्षण होस्, हामीलाई अझ राम्रो बाटोमा लगिदियोस्, हाम्रा लागि पनि नियम कानुनहरू बनुन्, हामीले पनि सुविधा दिन सकौँ होइन। त प्यासेन्जरलाई बोलाएर बाहिर आइज, यहाँ फलान ठाउँमा आइज भन्न नपरोस्। हामी पनि त्यही स्वत बस्दाखेरि 3 देखि 5 मिनट ट्राफिकले हामीलाई बस्न दियोस् हो नि त। 3 देखि 5 मिनट प्यासेन्जरलाई कुर्न मिल्यो भने तपाईँ हामीले सही डेस्टिनेसन पुर्याउन सक्छौँ नि त।
तपाईँ हाम्रो पेसेन्जर आउँदैन, हामी हुर्केर जानुपर्छ, एक्सिडेन्ट हाम्रो हुन्छ। एक्सिडेन्ट केसहरू यस्ता छन् नि, किनभने हतारिएर क्यान्सल गर्छ कि भनेर हामी दौडिनुपर्छ। दौडिँदै गर्दाखेरि के हुन्छ, हामी दायाँमा हेर्दैनौँ, यो फेरि हाम्रो कमजोरी पनि हो। यस्ता केसहरूमा थोरै टाइमले गर्दाखेरि हामीलाई ठुलो एक्सिडेन्टहरू हुन्छन्। एक्सिडेन्टबाट पनि जोगिने कन्डिसन बिनोस्, टाइमिङ होस्। कस्टमरले क्यान्सलेसन गर्दाखेरि के गर्ने त भने यस्ता उचित कानुनहरू बनुन् भन्दै मेरा दुईवटा कुराहरू यहीँ टुङ्गाउन चाहन्छु। नमस्कार। हामी चाहिँ यति बेला माइती घर मण्डलमा छौँ। ल सर के भन्न चाहनुहुन्छ? हामी अब आन्दोलन गर्न जाँदैछौँ। र्याली छ हाम्रो अब यहाँदेखि थापाथली हुँदै यसरी रत्न पार्क हुँदै यता हाम्रो मैती देवी हुँदै फेरि बानेश्वर आउने छ। यो र्यालीमा मात्र सीमित हो कि के हो? यो हाम्रो राइड सेयरिङ एपको चाहिँ एकदमै ज्यादती भयो के। 187 रुपियाँ पेट्रोल पुगिसक्यो। रेट चाहिँ 10 किलोमिटरको 70 रुपियाँ हालिदिन्छ एङ्गोले। अनि इनड्राइभले पनि उस्तै छ, अनि पठाउ पनि त्यस्तै छ। अनि हाम्रो केही भयो भने दुर्घटना भयो भने चाहिँ फेरि इन्सुरेन्स क्लेम गर्नको लागि याङ्गोले हामीलाई साथै दिँदैन, न उसले सहयोग गर्छ। अनि राइडरको माग हाम्रो चाहिँ खास के हो भनेपछि उचित रेट हुनु पर्यो के। अनि हाम्रो जुन हुन्छ नि सबै इन्सुरेन्सहरू उता कम्पनीबाट हामीले क्लेम गर्न सक्नु पर्यो के। फेयर रेट हुनु पर्यो के, फिक्स रेट हुनु पर्यो। सबै जुन याङ्गो पठाउ जुन राइड सेयरिङ एपहरू छन् त्यसको फिक्स रेट हुनु पर्यो के। हाम्रो चाहिँ देखाएर चुटिया बनाउनु चाहिँ भएन। अनि टार्गेट सिस्टम छ नि हाम्रो जुन गोल सिस्टम, गोल लगाइदिन्छ अनि टार्गेट हुन्छ यति यतिको टार्गेट लिइसकेपछि राम्रो कि नेपाली एप चलाउनु राम्रो? नेपाली एप चलाउन राम्रो नि, विदेशी एप किन चलाउने? हामीले नेपाली एप छ भने नेपाली एप चलाउन त होइन। त्यही हो मेरो भनाइ चाहिँ, अरू के छैन। ल धन्यवाद। ल अब हामी निस्किने क्रममा छौँ। सबजना साथीहरू यहाँ रेडी भइरहेको छ। ल के छ साथी, हामी निस्किन लाग्यो हो? Yes sir, we are ready. अनि के छ आजको र्याली? त्यही शान्तिपूर्ण हो सबैको। र्यालीको माग पुरा होला जस्तो लाग्छ। होला, मेबी हुनसक्छ। त्यति भएन भने भएन फेरि गर्न तयार छौँ हामी। फेरि गर्नुपर्छ। हजुर गर्नुपर्छ। ट्रेनिङ गर्न चाहिँ पर्यो होइन? ल धन्यवाद। ल यहाँ सबजना साथीहरू रेडी भइसकेको छ। अब हामी निस्किने क्रममा छौँ। ल सब लाइन लागिसकेको अवस्था छ अहिले भने। हामी कता कता हुँदै जाने हो? हामी चाहिँ यहाँबाट माइती घरबाट तिनकुनीसम्म भन्ने। हामी कुनै अफिसमा त जाँदैनौँ नि? जाँदैन। यो पठाउ इनड्राइभ एङ्गोको कुनै अफिसमा जाँदैन? त्यो अफिसहरूमा जाँदैन। हाम्रो अहिले र्याली मात्रै हो भन्ने सुनिएको छ साथीकोबाट। हस् धन्यवाद। ल त सब अब साथीहरू रेडी भइसक्यो। हामी नि बाइक निकालौँ है। पछाडि चाहिँ एकजना मान्छे चाहिने रहेछ कि खासमा भिडियो गर्नलाई। ल बाइक अगाडि बढ्दैछ। बाइक अगाडि बढ्छ। बाइक 3 लाइन बनाउनु होला। ल 3 लाइन बनाउनु होला र बिचमा अलिकति ग्यापिङ राख्नु होला, जसले गर्दा दुर्घटना हुनबाट बचाउने छ। क्रमबद्ध रूपले यति बेला चाहिँ अब राइडरहरू निस्किन लागिसकेको अवस्था छ। सम्पूर्ण राइडरहरू माइती घर मण्डलभरि भरिसकेको छ। जसरी हुन्छ आज राइडरको माग पुरा गर्ने भन्ने हाम्रो प्रतिबद्धता छ होइन सर? के छ सर आज हाम्रो? आज यो हाम्रो राइड सेयरिङ कम्पनीहरूको ज्यादती विरुद्धको हाम्रो कार्यक्रम हो र सरकारलाई पनि खबरदारी हो। र आजको आन्दोलन भने चाहिँ हाम्रो शान्तिपूर्ण रूपमा चाहिँ र्याली अब निस्किँदैछ र यो सम्पूर्ण राइडरको हक अधिकारको लागि हो। आजको यो र्याली प्रदर्शन अथवा आन्दोलनले के पुरा होला जस्तो लाग्छ? यसले चाहिँ केही दबाब सिर्जना गर्छ निकायहरूमा र सबै कम्पनीहरूलाई पनि दबाब पर्छ भन्ने चाहिँ मैले विश्वास राखेको छु। हस् धन्यवाद। अब निस्किनुपर्छ हामी है त। यति बेला चाहिँ सम्पूर्ण राइडरहरू अब निस्किसकेको छौँ हामी। यो सबै लाइनबद्ध है सरहरू, लाइनबद्ध है। एकै
सबै भिडियो देखाउँछ। बालन सरकार यति बेला चाहिँ यहाँ तिनकुने क्षेत्रमा आइसकेको छौँ हामी चाहिँ सब राइडरहरू आइसकेको छ देख्न सक्नुहुन्छ खासै अफिस पनि जानुपर्ने जस्तो लाग्छ हो पऱ्यो नि सरकारलाई हामी ज्ञापन पत्र बुझाउनेछौँ। त्यसै गरी विभिन्न प्रकारहरू राइडर सेवा सुचारू गर्ने प्रभाव गर्ने कम्पनीहरूलाई पनि ध्यानकर्षण गर्दै अगाडि बढ्नेछौँ। बाइक पार्किङ गर्दा चाहिँ साथीहरू सबैजना तिर्खाउनु भएका साथीहरू कृपया पानी भाइ बताइए समात्नु होला
ल सम्पूर्ण साथीहरू यतातिर आइदिनु होला। अनि हामी यस्तै स्थगित गर्नुतिर लागौँ ल। यो माइक चाहिँ मैले रेस्पोन्ड आइटमलाई हस्तान्तरण गर्न चाहेँ। सो सबै भिड चाहिँ यता आउनु पर्यो है, पछाडि यताउता चाहिँ बस्नु भएन, सबै साथीहरू अगाडि आउनु पर्यो। यत्रो मेहनत गरिसकेका छौँ हामीहरूले, अब लास्टमा आएर चाहिँ खाली ठाउँमा हावा भर्नु दिनु चाहिँ भएन है। ल प्रशासन सरहरूलाई पनि धन्यवाद। अनि त्यसै गरी हाम्रो किन गाडी उपलब्ध गराइदिनु हुने सरलाई पनि धन्यवाद। जतिजनाले जहाँबाट आफूले सकेसम्मको सहयोग गरिदिनु भयो सबैजनालाई धन्यवाद। अबको कार्यक्रम भनेको चाहिँ हाम्रो त्यही बुदाहरू लेखेर लैजाने कुराहरू छ, त्यसको लागि चाहिँ हामी सबैजनाले छलफल गरौँ। के बुदाहरूलाई समेट्ने, के बुदाहरू चाहिँ अलिकति सच्याउनु पर्ने छन्, त्यही कुराहरूलाई चाहिँ समेटेर लैजाउँ। त्यसको लागि चाहिँ एकछिन तपाईँहरूले पनि सोच्नु होला हामीहरू के पीडा छ। अनि कतिजनाले चाहिँ अब कति गुनासोहरू छन् होला आफ्नो तर्फबाट, गुनासोहरू छन् भने पनि राखिदिनु होला।